अक्षर चिनाउने म, आँखा देखाउने म, सबैलाई माया गर्न, प्रेम गर्न र सहयोग गर्न सिकाउने म। मेरो लागि चेलाले नै कानून उल्टो लेखेर त होला, कानून लेख्ने बेला आफ्नै चेलाले गुरु नचिनेर त होला। देशले पनि भन्छ, शिक्षक तिमी को हौ? डटपेनले सुरुवालमा इजार छिराएको बिर्स्यौ, रस्सु दीर्घ बिर्सिदा भात खाने हात र नखाने हात भनी भने घोकाएको बिर्स्यौ। आफ्नै चेलाले गुरु बिर्सिएर त होला। देशले पनि भन्छ, शिक्षक तिमी को हौ? थोरै पढ्यौ ठूलै नेता भयो, धेरै पढ्यौ सचिव भयो, ठूलै मान्छे भयो। जति पढ्यौ मैले नै पढाए, जति लेख्यौ मैले नै लेखाए। जब मेरो लागि कानून लेख्नु पर्ने भयो, अंश दिनु परे झै किन गर्छौ? तिमीले नै नचिनेसी देशले के चिन्छ? त्यसैले त देशले भन्छ, शिक्षक तिमी को हौ? नागरिकतामा तिम्रो सही हुँदा खुसीले गदगद हुने म, तिमी फेल हुँदा कसैले नदेख्ने गरी घुक्क घुक्क रुने म। तिमी डाक्टर, तिमी इन्जिनियर, तिमी वकिल, मन्त्री, सचिव भएको देखेर सुनेर मक्ख पर्ने म। अनि देशले भन्छ, शिक्षक तिमी को हौ?